साथीहरु नमस्ते। म विकास सञ्जाल यहाँहरुकै साथी भनौँ न हैन। सानो कन्टेन्टहरु मैले चाहिँ हाम्रो सोशल मिडिया प्लेटफर्म अथवा युट्युबमा चाहिँ यहाँहरु सबै जो लोकसेवामा चाहिँ तयारी गरिरहनु भएको छ, जो इच्छुक हुनुहुन्छ, जो भविष्यमा गएर तयारी गर्ने इच्छुक हुनुहुन्छ, यहाँहरुको लागि चाहिँ छोटो छोटो सानो भिडियोहरु ल्याएर ज्ञानहरु बाँड्ने प्रयास गरिरहेको छु। यहाँहरु सबैजनालाई स्वागत छ। म विशेष गरेर लोकसेवा आयोगले भर्खरै हाम्रो संगठित संस्थाहरुको चाहिँ पहिलो पत्रको चाहिँ पाठ्यक्रम प्रकाशन गरेको छ। सो पाठ्यक्रमको सम्बन्धमा चाहिँ म के विषयवस्तुहरु समावेश भएका छन् त्यसको विषयमा चाहिँ म यहाँलाई चाहिँ जानकारी दिन गइरहेको छु। लोकसेवा आयोगले चाहिँ योभन्दा अगाडि चाहिँ जस्तै हामीहरुले एनआरबी को एक्जाम दिँदै थियौं भनेपछि एनआरबी को लागि चाहिँ छुट्टै पहिलो पत्र र छुट्टै दोस्रो अथवा तेस्रो पत्रहरु को एक्जाम लिने गर्थ्यो हैन। योभन्दा अगाडि र यो पाठ्यक्रम विकास भइसकेपछि परीक्षा प्रणाली पनि फरक भएको छ। यसमा चाहिँ हामीले पहिलो पत्र वर्षभरि जे जति संगठन संस्थाहरुका परीक्षाहरु हुन्छन् ती परीक्षाहरुको लागि चाहिँ एउटै पहिलो पत्रको एउटै परीक्षा उत्तीर्ण गरेपछि त्यो वर्षभरिको लागि हुने र लोकसेवा आयोगले त्यो प्रथम चरणको परीक्षा उत्तीर्ण गरेबापत एउटा प्रमाणपत्र दिने। सो प्रमाणपत्रको आधारमा अन्य परीक्षाहरुको लागि जो उत्तीर्ण हुनुहुन्छ उहाँहरुले चाहिँ परीक्षा दोस्रो चरणमा चाहिँ जानुहुन्छ र दोस्रो चरणको परीक्षाहरु दिन पाउनुहुन्छ। त्यस्तो प्रकारको परीक्षा प्रणाली चाहिँ विकास गरेको छ। यसको सम्बन्धमा हामी सशर्त के छ पाठ्यक्रममा समावेश गरेको कुराहरु के छ हामी त्यो हेर्छौं। अब पहिलो पत्रमा चाहिँ सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी चारवटा विषयवस्तुहरु राखेको छ। पूर्णांक चाहिँ 100 राखेको छ भने उत्तीर्णांक 45 छ। 45 मार्क्स ल्यायो भने चाहिँ उ प्रथम पत्र उत्तीर्ण हुन्छ र दोस्रो पत्रको लागि चाहिँ क्वालिफाई हुन्छ हैन। अब यसको चाहिँ यो परीक्षा प्रणाली अथवा यो हाम्रो सिलेबसको सम्बन्धमा अनि के कुराहरु अनिवार्य गरेको छ त हैन। एक नम्बर चाहिँ एकीकृत परीक्षा प्रणालीका आधारमा संगठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने सबै संगठित संस्था वा एक भन्दा बढी संगठित संस्था का अप्राविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी सहायक द्वितीय वा दोस्रो पदको खुल्ला प्रतियोगितामा पूर्व योग्यता परीक्षाको लागि अनिवार्य हुनेछ। पूर्व योग्यता परीक्षा अनिवार्य हुने भयो हैन। यसको लागि हेलो हजुर ए ल हुन्छ ल ए ल हुन्छ मम्मी ल म सानो फोन आएको थियो सरी है साथीहरु। यस सम्बन्धमा प्रश्न पत्रको माध्यम भाषा नेपाली वा अंग्रेजी दुवै हुनेछ। यसको विषयमा चाहिँ यहाँले अध्ययन सरस्वती गर्नु होला। मैले सिधै पाठ्यक्रमको विषयवस्तुमा गएँ हैन। पाठ्यक्रम चाहिँ हामीहरुको कहिले स्वीकृत भएको भन्दाखेरि 2082 2 महिना 27 गते चाहिँ स्वीकृत हो। यो भन्दा अगाडि विज्ञापन भएका विषयवस्तुहरु चाहिँ अघिल्ला पाठ्यक्रमहरु जे जस्तो परीक्षा प्रणाली थियो त्यही तरिकाले सुचारु हुन्छ भने 2/27 भन्दा पछाडी खुल्ने विज्ञापनमा चाहिँ यो पाठ्यक्रम चाहिँ लागू हुन्छ। त्यतिखेर यसमा कन्फ्युज चाहिँ कोही पनि नहुनु होला। यसमा चाहिँ सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी चारवटा विषयवस्तुलाई चाहिँ यहाँ जोडेर तपाईको पाठ्यक्रम निर्माण गरिएको छ। यहाँ जीके जस्तै बैंकिङ सेक्टरका तयारी गर्ने साथीहरुलाई जीके अथवा जीकेहरु अलिकति बढी हुन सक्छ है। पहिला जीके अलिक कम हुन्थ्यो भने अहिले जीके बढी हुन सक्छ। जीकेमा चाहिँ भूगोल, वातावरण र जनसंख्या भनेर 10 अंक राखिदिएको छ। विश्वको भूगोल, महादेश, महासागर, अक्षांश, देशान्तर, पर्वत श्रृंखला, नदी, ताल सम्बन्धी सामान्य ज्ञान यो खरिदार सुब्बाहरु तयारी गर्ने जो हुनुहुन्छ हजुरहरु उहाँ तपाईहरुको लागि चाहिँ संगठित संस्थामा चाहिँ प्रथम पत्रको लागि चाहिँ अलिकति सजिलो बनाएको हो कि जस्तो मलाई महसुस भएको छ हैन। मलाई महसुस भएको छ।
यो चाहिँ ब्याङ्किङ मात्रै तयारी गर्ने साथीहरूको लागि अलिकति चाहिँ जिके आइक्यू चाहिँ अलिकति बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। यसै गरेर नेपालको भूगोल सम्बन्धी ज्ञान, भौगोलिक अवस्था, धरातलीय विशेषता, भौगोलिक स्रोत, प्राकृतिक स्रोत र साधनहरू, हावापानी र जनजीवन नेपालकै विषयवस्तुहरू राखिदिएको छ होइन। यसै गरी पर्यावरण, जैव विविधता, तीको विकास, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, जनसङ्ख्या, सहरीकरण, बसोबास सम्बन्धी ज्ञानहरू। यो अहिले नायब सुब्बा, खरिदार अथवा शाखा आदिकी तयारी गर्ने साथीहरूको लागि चाहिँ यी चाहिँ सुनिरहेकै, पढिरहेकै र तयारी गरिरहेकै विषयवस्तुहरू भयो होइन। 2 नम्बरमा छ इतिहास र संस्कृति, 10 अङ्क छ। विश्वको महत्त्वपूर्ण ऐतिहासिक घटनाहरू सम्बन्धी सामान्य ज्ञान, नेपालको इतिहास, किराँतकाल, लिच्छविकाल, मध्यकाल, आधुनिक कालका महत्त्वपूर्ण घटनाहरू छन्। यसै गरी सामाजिक एवं सांस्कृतिक अवस्था सम्बन्धी ज्ञानहरू छ। नेपालको सामाजिक पक्षहरू लगायत परम्परा, मूल्य र मान्यता, धर्म, संस्कृति, जात-जाति, भाषा, खेलकुद, कला र साहित्य सम्बन्धी ज्ञानहरू छन्। यसै गरी आर्थिक पक्ष र विकास 10 अङ्ककै छ। नेपालको आर्थिक परिसूचकहरू, आर्थिक वृद्धि, कुल कार्यस्थ उत्पादन होइन, जिडिपी, राष्ट्रिय आय, प्रति व्यक्ति आय, चालु खाता, भुक्तानी सन्तुलन, ब्यालेन्स अफ पेमेन्ट भन्छ, शोधनान्तर स्थिति, विप्रेषण, वैदेशिक लगानी र वैदेशिक सहयोग सम्बन्धी सामान्य ज्ञानहरू छ होइन। यसै गरी नेपालमा कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार, शिक्षा विकासका पूर्वाधारहरूभित्र पर्यो होइन। र सञ्चार, शिक्षा, स्वास्थ्य, ऊर्जा र पूर्वाधार विकासको विद्यमान अवस्था सम्बन्धी सामान्य ज्ञानहरू यो। यसै गरी नेपालमा योजनाबद्ध विकास, चालु आवधिक योजनाको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीतिहरू। अहिले चाहिँ 16औँ पञ्चवर्षीय योजना चलिरहेको छ होइन। विभिन्न प्रदेशहरूमा चाहिँ दोस्रो पञ्चवर्षीय योजनाहरू चाहिँ विकास भएका छन्। अब स्थानीय तहले पनि आफ्ना विकास योजनाहरू चाहिँ चलन चल्तीमा ल्याएर आएका छन् होइन। यो सबै विशेष गरेर चाहिँ हामीले 16औँ पञ्चवर्षीय योजना चाहिँ अध्ययन गर्न आवश्यक देखिन्छ यसमा। 4 नम्बर चाहिँ शासन पद्धति र संविधान। अब यसमा चाहिँ विशेष गरेर खरिदार, नासु अथवा सङ्गठित संस्थामा चाहिँ लिखित पेपरमा चाहिँ यो सम्बन्धी विषयवस्तुहरू थिए होइन। तर यसमा चाहिँ फर्स्ट पेपरमै राखेको छ। अफिसरमा चाहिँ अफिसरमा चाहिँ रिटर्नमै हो, अरूमा पनि रिटर्नमै यी विषयवस्तु थियो भने अहिले चाहिँ पहिलो पेपरमा चाहिँ राखिदिएको छ। यो चाहिँ अलिकति केही समयको लागि चाहिँ टफ हुनसक्छ, तर मिहिनेत गर्दै जाँदा, अध्ययन गर्दै जाँदा सबै कुराहरू सहज हुँदै जान्छन् होइन, सरल हुँदै जान्छन्। हिम्मत हार्नु भएन। हिम्मत नहारेपछि मान्छेले जस्तोसुकै परीक्षाहरू पनि सफल हुन सक्छन् होइन त। शासन पद्धति र संविधानमा 10 अङ्क छ। यसमा चाहिँ कानुनको अर्थ, महत्त्व र कानुनका स्रोतहरू छन्। नेपालको संवैधानिक विकास छ होइन। नेपालको संविधानमा भाग 1 देखि भाग 5 सम्म मात्रै रहेछ होइन। र अनुसूचीहरू छन् हामीहरूको कतिवटा अनुसूची, 9वटा अनुसूचीमा चाहिँ पछाडिका चाहिँ 5, 6, 7, 8, 9 अनुसूचीहरू चाहिँ महत्त्वपूर्ण छन्। प्रदेश, सङ्घीय सरकारका अधिकार होइन, प्रदेशका अधिकार, सङ्घ र प्रदेशका साझा अधिकार, स्थानीय तहको अधिकार र सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारका विषयमा चाहिँ सबै परीक्षा प्रणालीमा चाहिँ त्यस विषयवस्तुबाट चाहिँ परीक्षाहरू सोध्न सक्ने सम्भावना एकदम उच्च हुन्छ होइन त। लोकतन्त्र, मानव अधिकार, आवधिक निर्वाचन र बालिग मताधिकार यी विषयवस्तुहरू अलिकति नयाँ जस्तो लाग्न सक्छ केही समयको लागि, तर मिहिनेत गरियो भने यी विषयवस्तुहरू पनि सजिलो हुँदै जान्छन् है। यसै गरेर अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय सङ्घ संस्था 10 अङ्क छ। भारत, चीन, बेलायत, अमेरिका, रुस, फ्रान्स, जापान र अन्य सार्क मुलुकहरूसँग नेपालको सम्बन्ध, दौत्य सम्बन्ध, हवाई सम्झौता, अनि तपाईँको द्विपक्षीय तपाईँको श्रम सम्झौता होला होइन, वाणिज्य सन्धि होला होइन। विभिन्न प्रकारका हाम्रा चाहिँ भारतसँग र चाइनासँग अलिकति बढी सन्धिहरू भएका छन्, तिनीहरू होला होइन। ती विषयवस्तुसँग सम्बन्धित प्रश्नहरू चाहिँ यो विषयवस्तुमा चाहिँ सोध्न सक्छ। संयुक्त राष्ट्रसँग युएन होइन, स्थापना, उद्देश्य, अङ्ग, विशिष्टीकृत संस्था र गतिविधिहरू होइन। यो संयुक्त राष्ट्रसङ्घको चाहिँ महासभादेखि लिएर सचिवालय होइन, सचिवहरू, महासचिवहरू, राष्ट्रसङ्घको चाहिँ अब तपाईँको नीतिहरू, अन्तर्राष्ट्रिय न्यायालयका सम्बन्धमा चाहिँ प्रश्नहरू पर्न सक्छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको बारेमा चाहिँ यहाँहरूले तयारी गर्दै हुनुहुन्छ भने सुनिराख्नु भएको होला। सबैमा जोडिन्छ सार्क विषयवस्तुहरू होइन। बिमस्टेक, आसियान, युरोपियन चाहिँ क्षेत्रीय सङ्गठनहरू, युरोपियन युनियन, विश्व ब्याङ्क,
अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक AIIB होइन, साप्टा सम्बन्धी ज्ञानहरू चाहिँ हामीले चाहिँ लिनुपर्ने हुन्छ। यो चाहिँ केही नयाँ थपिएको छ। यसै गरेर विज्ञान प्रविधि जनस्वास्थ्य र समसामयिक गतिविधिहरू 10 अङ्कको लागि छ। वैज्ञानिक मापन मेजरमेन्टहरू है, के विषयवस्तु केमा नापिन्छ भन्ने होला होइन, पावरलाई केमा नापिन्छ, वाटमा होला होइन, करेन्टलाई एम्पियरमा होला, त्यस्तो कुराहरू छ। मापन पद्धति एकाइ सम्बन्धी ज्ञान छ। मानव जीवन र समाजमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कार र नवीनतम गतिविधिहरू है। अब वैज्ञानिक आविष्कारहरूले चाहिँ मानव जीवनमा के कस्ता प्रभावहरू पारेका छन् भन्ने सम्बन्धमा होला। कम्प्युटर र यसको प्रयोग, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञानहरू भए। जनस्वास्थ्य, रोग, खाद्य, पोषण, सरसफाइ, दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू जस्तै साबुन, प्लास्टिक, रेसा, काँच, मल र कीटनाशक औषधिहरू भए होइन, कीटनाशक औषधि सम्बन्धी ज्ञानहरू भए। यसै गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटना एवं गतिविधि सम्बन्धी ज्ञानहरू भए। कार्यालय तथा सार्वजनिक व्यवस्थापन, यो पनि तपाईँको लिखित पत्रमा हामीले योभन्दा अगाडिका परीक्षाहरूमा दिन्थ्यौँ भने अहिले प्रथम पत्रमै राखेको छ होइन। कार्यालय परिचय, महत्त्व, कार्य र प्रकार, कार्यालयमा सञ्चारको महत्त्व, किसिम र साधन, कार्यालय कार्यविधि, कार्यालयभित्र चाहिँ के कार्यविधिहरू हुन्छन्, पत्र व्यवहारहरू भयो, दर्ता र सलानी भयो होइन, फाइलिङहरू भए, परिपत्रहरू माथिबाट सर्कुलर कस्तो आउँछ त्यही अनुसार हामीले तलको चाहिँ निकाल चाहिँ काम गर्नुपर्ने हुन्छ होइन। तोक आदेश होइन, विशेष गरेर चाहिँ कार्यालय प्रमुखले चाहिँ तोक काम गर्न तोक्ने होइन, शाखाहरूलाई, शाखा प्रमुखहरूलाई टिप्पणी हो होइन। अभिलेख व्यवस्थापन, सार्वजनिक व्यवस्थापन, निर्देशन, नियन्त्रण, समन्वय र यो चाहिँ म्यानेजमेन्टसँग सम्बन्धित होइन। सार्वजनिक प्रशासनको चाहिँ प्रक्रिया, सञ्चालन प्रक्रिया सम्बन्धी यो चाहिँ प्रश्नमा राखेको छ। यसै गरी सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू छ होइन। सार्वजनिक बडापत्र, पब्लिक चार्टर छ, नागरिक बडापत्र होला होइन। महत्त्व र आवश्यकता, विद्युतीय शासन प्रणाली छ, ई गभर्नेन्स छ, सामान्य परिचय छ, यसको महत्त्वको विषयमा होला। मानवीय मूल्य मान्यता होइन, नागरिक अधिकार, कर्तव्य र दायित्व तथा अनुशासन भन्ने कुराहरू छ। अब व्यावहारिक गणित, गणितभित्र चाहिँ 10 अङ्क मात्रै राखिदिएको छ अहिले होइन। पहिला कुनै कुनैमा बढी थियो होला, कुनै कुनैमा चाहिँ रिटर्नमै गणित थियो होला, कुनै कुनैमा चाहिँ अलिकति नम्बर बढी थियो होला। अहिले चाहिँ 10 मार्क्सको फर्स्ट पेपरमा चाहिँ गणित राखिदिएको छ। गणितका आधारभूत क्रियाहरू, फन्डामेन्टल अपरेसन इन म्याथमेटिक्स होइन, बदमास रुल, ऐकिक नियम, भिन्न र दशमलव, प्रतिशत, अनुपात र समानुपात, नाफा र नोक्सान, कर र कमिसन, साधारण ब्याज र मिश्रित ब्याज, औसत, मध्यक र सम्भाव्यता हो होइन। सार्वजनिक संस्थान, अब यो विशेष गरेर सार्वजनिक संस्थानसँग सम्बन्धित छ। सार्वजनिक संस्थान सम्बन्धी विषयवस्तु 20 मार्क्स राखिदिएको छ होइन। सार्वजनिक संस्थानको अवधारणा, विकासक्रम, उद्देश्य र महत्त्व, नेपालमा सार्वजनिक संस्थानको वर्गीकरण र क्षेत्रगत अवधारणा, सार्वजनिक संस्थानको विद्यमान अवस्था र गतिविधि, संस्थागत सुशासन र संस्थागत सामाजिक उत्तरदायित्व, आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका, सार्वजनिक संस्थानको निजीकरण र विश्वव्यापीकरण, सार्वजनिक संस्थानको मानव संसाधन व्यवस्थापन सम्बन्धी सामान्य ज्ञान, बजेट, लेखा प्रणाली, लेखा परीक्षण र वित्तीय साक्षरता सम्बन्धी सामान्य ज्ञान, र नेपालको वित्तीय नियामक निकाय, नेपाल राष्ट्र ब्याङ्क, नेपाल बिमा प्राधिकरण र धितोपत्र बोर्ड सम्बन्धी सामान्य ज्ञान, यी विषयवस्तुहरू चाहिँ यसमा छ। अब यसकै अङ्ग्रेजी रूपमा चाहिँ अङ्ग्रेजी बेस भएका परीक्षार्थीहरू अथवा साथीहरूले चाहिँ यो पनि हेर्न सक्नुहुन्छ। जियोग्राफी, इन्भाइरोमेन्ट एन्ड पपुलेसन 10 मार्क्स छ होइन। हिस्ट्री एन्ड कल्चर 10 मार्क्स छ। इकोनोमिक एस्पेक्ट एन्ड डेभलपमेन्ट 10 मार्क्स छ। गभर्नेन्स एन्ड कन्स्टिट्युसन 10 मार्क्स छ। इन्टरनेसनल एफेयर एन्ड इन्टरनेसनल कन्स्टिट्युसन अर्गनाइजेसन 10 मार्क्स छ। साइन्स, टेक्नोलोजी, पब्लिक हेल्थ एन्ड करेन्ट एफेयर 10 मार्क्स छ। अफिस एन्ड पब्लिक म्यानेजमेन्ट यो 10 मार्क्सकै हो। एप्लाइड म्याथमेटिक्स 10 मार्क्सको हो। नलेज एबाउट पब्लिक इन्टरप्राइजेस 20 मार्क्स छ होइन। विषयवस्तु तपाईँको यो सङ्गठित संस्थाहरूकै पाठ्यक्रम भएको कारणले गर्दाखेरि यो चाहिँ 20 मार्क्सको चाहिँ सङ्गठित संस्था सम्बन्धी विकासक्रम, यसका प्रकार, विधि होइन, कार्यविधिहरू सम्पूर्ण राखिदिएको छ। ल साथीहरू, आजको लागि चाहिँ यति नै। यसै गरेर लोकसेवासँग सम्बन्धित खरिदार, नासो, शाखा अधिकृत र सङ्गठित संस्थासँग सम्बन्धित विषयवस्तुहरू योभन्दा पछाडिका सेसनहरूमा चाहिँ छोटो छोटो नोटहरू लिएर आउनेछु। यसलाई लाइक
सेयर सब्सक्राइब गरेर चाहिँ सहयोग गर्नुहोला। अहिलेसम्म चाहिँ यो भिडियो हेरेर साथ दिनुभयो यहाँलाई हार्दिक धन्यवाद दिँदै म अहिलेको सेसनबाट चाहिँ बिदा हुन चाहन्छु। नमस्कार है त।